हेलो गाइज नमस्ते नमस्कार। यति बेला हामी काठमाडौँबाट रामेछापको यात्रामा निस्किसकेका छौँ। भिडियो एकदम रमाइलो हुनेवाला छ, अन्तिमसम्म नछुटाइकन हेरिदिनु होला, साथ दिनुहोला भन्दै हामी तपाईँलाई पुरा भिडियो देखाउनेछौँ है त। दुवैपट्टि ठुला ठुला पहाड अनि पहाडको बिचमा भएको यो नदीको किनारमा भएको यो चिल्लो सानो बाटोमा सट्टा हावा खाँदै बाइक चलाउनुको मजा छुट्टै छ गाइस। वाउ, क्या सिन छ गाइज, हेर्नुहोस् त ल, कति रमाइलो ठाउँ छ, एकदम रमाइलो ठाउँ छ। यो चाहिँ बिपी राजमार्ग हो होइन। बिपी राजमार्गको छेउमा चाहिँ हेर्नु त यति राम्रो धानको बाला झुलेको, चारैतिर हरियाली, सर्र हावा खाँदै यात्रा गर्नुको मजा बेग्लै छ गाइज। हेलो भतिज, फाइनल्ली गाइस यति बेला हामी घरमा आइपुगेका छौँ है। तल भान्जा भान्जी दिदी मम्मी बुबा हुनुहुन्छ। हिँड छोरी आऊ, बिस्तारा आऊ है। कुकुर देखेर डराए। अब केही गर्दैन। यो चाहिँ माछा हो है गाइस, माछा।
सुनमाया यही हो मेरो गाउँ, सुनमाया यही हो मेरो गाउँ, म जन्मेको म हुर्केको स्वर्ग जस्तो ठाउँ, म जन्मेको म हुर्केको स्वर्ग जस्तो ठाउँ। हेलो गाइस, कस्तो लाग्यो यो भिडियो? अन्तिमसम्म हेरेर साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद भन्दै म यो भिडियोबाट बिदा हुन चाहन्छु। हस्त नमस्ते, धन्यवाद।